हेलो वेलकम ब्याक टु माई च्यानल गाइस। अनि आज चाहिँ हामी माछा मार्नु जाँदैछु है। अनि पुरै भिडियो हेर्नु होला। ल हामी चाहिँ यहाँनिर लेक पुगिसकेको छौँ, तर अलिअलि पानी परिरहेछ होइन। अनि एकदम चिसो चिसो भइरहेछ। यो चाहिँ भिरेन लेक भनिन्छ होइन। अनि यहाँनिर चाहिँ पहिले चाहिँ साह्रो माछा खेलिन्थ्यो, माछा समातिन्थ्यो होइन। तर धेरै दिन भएको थियो यहाँ नआएको। अनि आज चाहिँ हामी फाइनली आयौँ होइन। यसो खेल्दैछौँ, हेरौँ अब माछा कतिको पर्ने हो होइन। परेन भने पनि केही छैन, नेक्स्ट टाइम अर्कै ठाउँमा गइन्छ होइन। तर पहिले चाहिँ साह्रो समातेको हो यो ठाउँदेखि चाहिँ हामीले। अनि यहाँ चाहिँ ट्राउट, अनि त्यसपछि क्याटफिस, अनि यो कत्ले माछा भन्छ नि, त्यो तिनवटा चाहिँ यहाँनिर पर्थ्यो पहिले चाहिँ। हेरौँ अब के हुन्छ होइन। अनि केटाहरू चाहिँ बाथरुम गएको छ भने यहाँ शान्ता कुमार चाहिँ यहाँनिर बसिरहेको छ। यहाँ हेर्नु सक्नुहुन्छ, शान्ता चाहिँ प्लास्टिक ओढेर बसिरहेछ। यहाँनिर हाम्रो भाइ विमल, अनि यता हाम्रो भाइ अर्पण। ल यहाँनिर भाइहरूको चाहिँ मैले यहाँ राखिदिएको थिएँ होइन। भाइहरू रेस्टरुम गएको कारणले चाहिँ मैले पर्खेको थिएँ। अब भाइहरू आइसकेको छ, अब म मेरै ठाउँमा जानेछु है त। म र शान्ता चाहिँ यता खेलिरहेको छौँ होइन। दामी छिट्टाएर फेरि के हो हेर्नु होला। हामी चाहिँ यहाँनिर खेलिरहेछौँ शान्ता र म चाहिँ। शान्ताले भन्दा चाहिँ पहिले यहाँ ठुलो माछा समातेको अरे, त्यही भएर चाहिँ होला नि त भनेर चाहिँ यहाँ आएको। हेरौँ अब कतिको पर्छ। चलचुल छैन अहिले माछा यहाँ हेरौँ न। अब यस्तो प्लास्टिककै समय पुगिसक्यो, माछा भने एउटै छैन अहिले। के छैन, एकछिनमा पर्छ भनेको छ 5 बजीदेखि। त्यही त 4 बजीदेखि कति बज्यो अहिले पानी पर्छ भनेर पानी परेर चाहिँ खत्तम भइरहेछ। 4 बज्न आँट्यो, 8 बजे पर्छ एकछिनमा, 3 मिनट पछि। ल 3 मिनट पछि पर्छ अरे, हेरौँ। हेलो होइन, त्यस्तै बसेको आधी घन्टा जस्तो भइसक्यो। म चाहिँ यहाँ पर्खिरहेको छु पर्छ कि भनेर, तर त्यस्तै 30 मिनट जति भइसक्यो। अहिलेसम्म भन्दा तानेको पनि छैन। अघि एकचोटि चाहिँ तानेको थियो क्याटफिसले होइन। क्याटफिसले नै त होला नि होइन, लिभर हालेको थियो, चिकन लिभर। अनि तानेको थियो, तर चारो खाएर गाड हानेछ, भागेछ। त्यही भएर चाहिँ फेरि त्यही चिकन लिभरहरू हालेको छ। हेरौँ अब कतिको पर्दो रहेछ होइन। पानी हल्का छिटाइरहेछ। अनि भिडियो पुरा हेर्नु होला होइन, पर्छ भनेर चाहिँ आश छ। मकैमा धेरै नाता गरेको यिनीहरूले। अब चाहिँ के हाल्नु आँट्यो। यो भनेको चाहिँ मान्छेलाई खानु छैन होइन। अब के गर्नु, माछालाई पासो थाप्नु परेको छ। चिकन लिभर हो। यो चाहिँ चिकनको लिभर हो होइन। सो यो लिभरलाई चाहिँ भुटेर खाएको यति दामी प्रोटिन हुन्थ्यो, तर अब केही छैन, त्योभन्दा तर प्रोटिन आउँदैछ। Few moments later. अलराइट, यहाँनिर चाहिँ फेरि मैले भोइस ओभर गर्नु पऱ्यो है, किनभने चाहिँ एकदम हावा पानी परेको कारणले चाहिँ त्यति साह्रो मेरो भोइस चाहिँ सुनेको थिएन क्यामेरामा। अनि यहाँ चाहिँ म के भन्दैछु भने, हामी चाहिँ यो ठाउँमा सरेको छौँ है। त्यो अघि बसेको ठाउँमा चाहिँ नपरेर हामी चाहिँ नयाँ ठाउँमा सरेको छौँ। अनि यहाँनिर चाहिँ हेर्नु सक्नुहुन्छ पानी परिरहेछ होइन, पछाडि केटाहरू नाचिरहेछ होइन। अनि यहाँनिर चाहिँ पर्छ भनेर आश छ है। भिडियो हेर्दै गर्नु होला। द्याट्स इट।
अर्पण भाइ यता आउन यता जेठाजी स्टोर गरेर आएको छ होइन के हो केही हट एन्ड स्पाइसी केही खाजाहरू लिएर आएको छ अनि अब यहाँ बसेर खानेछौँ त्यस पछि भनेको चाहिँ माछा परेन भने चाहिँ अनि त्यहाँदेखि के गर्नु त अब परेन भने त के गर्नु त चपचुप लगाएर घर जानेछौँ तर पर्छ भने चाहिँ आश छ बिहानदेखिको आश खै त 100 चान्स ल तपाईँहरू कतिजनालाई लाग्छ होला है यो भाइ त कत्रो मोटाएछ होइन यो दाजु त कत्रो मोटाएछ भन्छ होइन अनि मोटाउनुको रिजन चाहिँ यहाँ देख्न सक्नुहुन्छ है यति छिटो छिटो खाइ हुन्छ होइन अनि के भन्नुभयो होइन त्यहाँदेखि देख्नु भइरहेको छ तपाईँहरूले पुरै आमामा गुबी गुबी खाइरहेछ होइन अनि यस्तो साह्रो खाएपछि त मान्छे डेफिनेटली मोटाइहाल्छ नि होइन अनि यहाँ चाहिँ माछा पऱ्यो क्या हो भनेर गएर हेर्दामा चाहिँ फर्केर आउँदैछ अनि रेनर सर भनेर चाहिँ खै के भएर पर्दैन हौ भनेर चाहिँ हामी यहाँ गफसफ गरिरहेको छौँ है अनि त्यही हो ल यहाँ समातेँ मैले चाहिँ होइन तर सानो क्याटफिस छ गोच्छ है भाइ ल अहिले चाहिँ अब टक्कै परेको छ एउटा यहाँ ल फाइनली फर्स्ट बोनी भयो मेरो चाहिँ ल अब यो चाहिँ रिलिज गर्न गइरहेछु फेरि छेउमा आयो त यो फेरि मर्छ नि दाजु साथै लग्यो यार त्यो दङदङी भएर आएको सानो तर्सेन उसलाई फ्रिडम दिँदा पनि पुरा मार भने यस्तो गरेर आउँछ कस्तो साथै लग्यो यार क्या तर्स्यो शान्ता चाहिँ यहाँनिर माछा मारिरहेछ होइन हेरौँ आज चाहिँ मागुर चाहिँ लगिन्छ जस्तो लाग्दैछ मलाई हेरौँ होला कति चनाको साथ हेर्दैछ चारो भाग्यो अरे खालि चारो लिँदै भाग्छ अरे भन्छ भाइले पनि एउटा तानेको छ हेर होला भिडियो गर्दैन छैन हौ परेको होइन बेलुका बेलुका भइसक्यो होइन अझै माछा चाहिँ परेको छैन अघि एउटा परेदेखि अनि यहाँ चाहिँ हान्नु चाहिँ हान्दैछु होइन घुमी घुमी हामी चाहिँ खेल्दैछु तर पर्छ होला भन्ने आश छ हेरौँ केटाहरू यहाँ पर्खिरहेछ अलराइट बेलुका भइसक्यो यसरी पर्नु नि दाजु यहाँ नि त्यो झन् पर्ने ठाउँमै होला नि रात परिसक्यो एउटै नपरेको अवस्था एउटा मात्र परियो त्यो पनि म यहाँ हानु भात ल म बल्छु नि कत्रो हौ के ठुलो पार्न आएको त्यही भएर चाहिँ अब हामी घरतर्फ लाग्नु आँटेको अवस्था हेर्नु होला है अनि च्यानललाई लाइक सेयर एन्ड सब्सक्राइब गर्नु होला थ्याङ्क यू सो मच